कहिले तपाईँ फ्री भएको त्यो ठाउँबाट कि तपाईँलाई घरमा जानुपर्छ बोल्नु आउनु 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 हामीलाई माफ गर। यस्तै त हो संसारमा हुँदाखेरि हामी मान्छे त हो। कहिलेसम्म बालकको स्वभाव कहिले चाहिँ तपाईँको जीवनको त्यो अवस्थामा प्रभावैमा दिँदाखेरि नि साङ्लाहरू भाँसिने कैद गरेको जगहरू पछाउने भुइँछर ल्याउने व्यक्ति बनिने प्रभु त्यस्ता व्यक्तिहरूलाई नि रेस्टोर गर्न चाहन्छ। कहललाई बनाउने भन्दाखेरि प्रभुले नि त्यस्तो व्यक्तिलाई देखेको यो मान्छे चाहिँ त्यो कुरा गर्ने व्यक्ति हो, यसकारण यो मान्छेलाई आज फर्काउँछु, यो मान्छेले चाहिँ त्यो कुरालाई गर्छ होला। जुन कुरालाई नि सोचेको थिएँ नि उहाँले त्यो कुरालाई गर्दै 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 हिँड्यो। सेम तपाईँले होला सिल्भनसलाई मलाई नि ड्रग्सदेखि पनि त्यसकारण छुट्यायो। एक दिन यो सिल्भनसलाई छुटकारा दियो भने चाहिँ यसले हजारौँ व्यक्तिलाई छुटकारा दिन्छ होला। तर मैले त्यो छुटकाराको कार्यलाई गरिन भने के हुन्छ होला, के हुन्छ होला? प्रभुले नि अर्को सिल्भनस बनाउनु ढिलो हुन्छ, ढिलो हुन्छ, ढिलो हुन्छ। प्रिय दास तपाईँले जुन कुराको निम्ति तपाईँलाई नियुक्त गर्नुभयो, जुन कुराको निम्ति तपाईँलाई अलग गर्नुभयो, ठाउँमा इमान्दार हुनुहोस्, उभिनुहोस्, उभिनुहोस् त्यो ठाउँमा। यो मान्छेले जब त्यो ठाउँमा उभिए नि दुखाइ पीडा वास्तव हामी धेरैचोटि कहाँनिर वास्तव हुन्छ यहाँ छ कसले के भन्यो, कसले पीडा ल्याएर त्यही वास्तव हुँदैन। हामी चाहिँ के हो भन्नुहोस् त मान्छे, हामीलाई नि दुखेको हामीलाई बेसी याद गर्छ, तर नि त्यो मान्छेले तपाईँको जीवनमा कतिखेप हँसायो। मेरो घरको एउटा उदाहरण मलाई पुरा थाहा छ। एक दिन डल्लै गोरु ल्याएर